नेपालमा 6000 भन्दा बढी नदीहरू छन् जसबाट हामीले कुल 83,000 मेगावाटको बिजुली निकाल्न सकिन्छ। अहिले उत्पादन 2024 मा लगभग 5% सम्भावनाको उपयोग भएको छ। नर्वेको तेल जस्तै साउदी अरबियाको माटो मुनिको सम्पत्ति जस्तै नेपालको पानी नै यसको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्ति हो। नेपालमा 3 किसिमका जलविद्युत आयोजनाहरू छन्। पहिलो हेर्ने हो भने रन अफ रिभर सबैभन्दा सामान्य। एउटा यस्तो देश कल्पना गर्नुहोस् कि जसको नदीहरूमा यति धेरै शक्ति छ कि सिङ्गो दक्षिण एसियालाई बिजुली दिन सकिन्छ, जसको पहाड यति अग्ला छन् कि पानी जब तल झर्छ त्यो पानी सुन बन्न सक्छ, र त्यही देश सन् 2012 मा दिनको 18 घण्टा अँध्यारोमा बितायो। त्यही देश हो नेपाल। बाल्यकालमा लोड सेडिङको स्केड्युल हेरेर घडी मिलाउँदै बत्ती आउने उठ्यौ भने अहिले धेरै कुरा बदलिए पनि नेपालले किन विशिष्ट रूपमा जलविद्युत लाई प्रयोग गर्न सकेको छैन? अगाडि जानुभन्दा पहिला भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु होला, ताकि तपाईको एउटा लाइक र सब्स्क्राइबले हाम्रो मोटिभेसन बढाउने काम गर्छ। आज हामी यही प्रश्नको जवाब खोज्नेछौँ। नेपाल साँच्चै इनर्जी सुपर पावर बन्न सक्छ त, वा यो एउटा ठूलो सपना मात्रै हो? नेपालमा 6000 भन्दा बढी नदीहरू छन् जसबाट हामीले कुल 83,000 मेगावाटको बिजुली निकाल्न सकिन्छ। तर हाल सैद्धान्तिक सम्भावना हेर्ने हो भने अहिलेसम्म 82,000 मेगावाट मात्र निकालिएको छ। आर्थिक रूपमा सम्भावना अहिलेसम्म हाल 3,500 मेगावाट मात्रै छ। अहिले उत्पादन 2024 मा लगभग 5% सम्भावनाको उपयोग भएको छ। नेपालमा हिमालय हिमनदीहरू, ठाडो भूगोल र बाह्रैमासे बग्ने नदीहरू यस्तो कम्बिनेसन संसारमा थोरै ठाउँमा मात्रै छन्। नर्वेको तेल जस्तै साउदी अरबियाको माटो मुनिको सम्पत्ति जस्तै नेपालको पानी नै यसको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्ति हो। तर प्रश्न त्यही हो, यो सम्पत्तिको उपभोग किन भएन? नेपालमा 3 किसिमका जलविद्युत आयोजनाहरू छन्। पहिलो हेर्ने हो भने रन अफ रिभर सबैभन्दा सामान्य। नदीमा हामीले ठूलो बाँध बनाइदैन, नदीको बहावलाई सिधै हामीले प्रयोगमा ल्याइन्छ। विडम्बना के छ भने मनसुनमा पानी धेरै हुन्छ र बिजुली पनि धेरै आउँछ, हिउँदमा पानी कम हुन्छ, बिजुली पनि घट्छ। सिजनल डिपेन्डेन्सी यही हाम्रो सबैभन्दा ठूलो कमजोरी हो। र दोस्रो हेर्ने भने स्टोरेज टाइप, बाँध बनाएर पानी जम्मा गरिन्छ, बाह्रैमासे बिजुली दिन सकिन्छ, तर निर्माण गर्न महँगो र समय पनि धेरै लाग्छ। नेपालमा यो प्रकारका आयोजना अत्यन्त कम छन् र त्यही नै हाम्रो सबैभन्दा ठूलो कमी हो। र तेस्रो भनेको माइक्रो अथवा मिनी हाइड्रो पावर। गाउँ स्तरका साना साना आयोजनाहरू सस्तो र प्रभावकारी हुन्छन्। नेपालका दुर्गम पहाडी गाउँहरूमा बिजुली पुर्याउन यिनले निकै काम गरेका छन्। यसैको साथ नेपालमा धेरै समस्याहरू पनि छन्। पहिलो नम्बरको समस्या भनेको सिजनल इम्ब्यालेन्स। मनसुन सिजनमा जुनदेखि सेप्टेम्बरसम्म नेपालले लगभग 90% बिजुली उत्पादन गर्छ, तर यही बेला माग कम हुन्छ। हिउँदमा माग बढ्छ, पानी बढ्छ, बिजुली घट्छ। यो क्लासिक मिसम्याच हो र यसको समाधान स्टोरेज ड्याम हो, जुन हामीसँग छैन। दोस्रो समस्या भनेको ट्रान्समिसन ग्रिड, अदृश्य सङ्कट। नेपालका धेरै आयोजनाहरूले बिजुली उत्पादन गर्छन्, तर ट्रान्समिसन लाइन छैन। नेपाल इनर्जी रेगुलेटरी कमिसनको तथ्याङ्क अनुसार 100 मेगावाट बिजुली ग्रिडमा जडान नभएर खेर गइरहेका छन्, अर्थात् बिजुली छ तर पुर्याउने बाटो छैन। र तेस्रो समस्या भनेको राजनीतिक र नोकरशाही ढिलाइ। अरुण 3 को आयोजना लगभग 900 मेगावाटको छ र त्यो लाइसेन्स प्रोसेसको लागि मात्र 10 वर्ष लाग्यो। नेपालमा एउटा मध्यम आकारको जलविद्युत आयोजनाको सरकारी स्वीकृत प्रक्रिया 7 देखि 12 वर्षसम्म लाग्छ। लगानी पनि लाग्छ, फाइल कहाँ अड्कन्छन् थाहै हुँदैन। र चौथो समस्या भनेको विदेशी निर्भरता। नेपालका ठूला आयोजनाहरू भारतले बनाउँछ र पैसा पनि बाहिरको, नियन्त्रण पनि बाहिरको। अप्पर तामाकोशी नेपालकै नेतृत्वमा बनेको, तर यो एक्सेप्सनल हो र रुल होइन।
र पाँचौं समस्या भनेको स्थानीय द्वन्द र वातावरण। बुढी गण्डकी जलविद्युत आयोजना 1200 मेगावाटको स्टोरेज टाइप छ। वर्षौंदेखि जग्गा अधिग्रहण विवाद र अड्किएको छ। फिजिबिलिटी कम्प्लिट छ तर फन्डिङ इन्कम्प्लिट छ। नेपालको सबैभन्दा ठूलो सपना अझै कागजमै सीमित छ। अब तपाईहरुको दिमाग बदल्ने मोमेन्ट। अब एउटा यस्तो हिसाब हेरौँ है त। बंगलादेशमा लगभग 17 करोड जनसङ्ख्या छ। तीव्र औद्योगिकरण र हरेक वर्ष बिजुलीको अभाव हुन्छ। र भारतमा लगभग 1.4 अर्ब मानिसहरू बस्छन् र त्यसमध्ये ऊर्जाको माग बढ्दै गइरहेको छ। नेपालले सन् 2022 मा बंगलादेशलाई भारतको ग्रिड मार्फत लगभग 40 मेगावाट बिजुली निर्यात गर्यो। तर 40 मेगावाट भनेको के हो? समुद्रबाट एक बाल्टी पानी उठाएर बेचे जस्तो हो। अर्थशास्त्रीहरू भन्छन् नेपालको यथापरक निर्यात सम्भव छ लगभग 5 देखि 10,000 मेगावाटसम्म। यदि हामीले 10,000 मेगावाट बिजुलीलाई मल्टिप्लाई गर्यो भने $50 पर मेगावाट आवर, वार्षिक लगभग 585 अर्ब नेपाली रुपियाँ वा डलरमा हेर्यो भने 4.4 अर्ब आउँछ। नेपालको हालको कुल जीडीपी हेर्ने हो भने लगभग 42 अर्ब डलर छ। अर्थात् जलविद्युत निर्यात मात्रबाट नेपालको जीडीपी 10% कमाउन सकिन्छ। पानीबाट मात्र, जुन पानी त्यसै बगिरहेको छ। माथिल्लो तामाकोशी लगभग 456 मेगावाटको छ र यो नेपालको एउटा गौरव पनि हो। नेपालको विद्युत प्राधिकरणको नेतृत्वमा लगभग सन् 2021 मा उत्पादन सुरु भयो। नेपाली प्रोजेक्ट, नेपाली श्रम। अरूण 3 900 मेगावाटको लगभग यो प्रोजेक्ट हो। भारतको एचजेवीएन कम्पनीले निर्माण गर्दैछ। नेपालकै ठूलो निर्माणाधीन आयोजना सन् 2025 देखि 26 सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। पश्चिम सेती अझै फाइनेन्सिङ पुरा छैन। बुढी गण्डकी लगभग 1200 मेगावाट स्टोरेज टाइप नेपालको ड्रिम प्रोजेक्ट अझै अल्पत्रमा छ। यसमा हामीले प्याटर्न देखिन्छ। ठूलो आयोजनाहरू पनि यो हो। ढिलो कार्यान्वयन हुन्छ। तानाहरू छिटो हुन्छन्। नेपाललाई दुवै चाहिन्छ, गति र स्तर। सन् 1970 मा नर्थ सी मा तेल भेटियो। त्यति बेला नर्वेको प्रति व्यक्ति आय लगभग नेपाल जस्तै थियो। कम थियो, तर नर्वेले एउटा निर्णय गर्यो, यो तेल हामी भावी पुस्ताका लागि व्यवस्थापन गर्छौं। आज नर्वेको सभरेज वेल्थ फन्ड संसारकै सबैभन्दा ठूलो छ। लगभग 1.7 ट्रिलियन डलर छ। नर्वेको तेल जस्तै नेपालमा पनि पानी छ। फरक यति मात्र छ कि नर्वेले निर्माण गर्यो, नेपालले अझै गर्न बाँकी छ। हामीसँग रिसोर्सेस पनि छ, जियोग्राफी पनि छ, पोटेन्सियल पनि छ, तर सिस्टम कहाँ छ? के नेपालले यो गर्न सक्छ कि आफ्नो पानीलाई आफ्नो सन्तानको भविष्यका लागि प्रयोग गरौँ, वा हामी यो सम्भावना हेर्दा हेर्दै डिबेट गर्दा गर्दै अर्को पुस्तालाई सुम्पिन्छौँ? पानी पनि छ, पावर पनि छ, तर सिस्टम कहाँ छ? थ्याङ्क्स फर वाचिङ। यदि भिडियो मन पर्यो भने लाइक र शेयर गरिदिनु होला। तपाईको एउटा लाइक र शेयरले हामीलाई भिडियो बनाउन अझै मोटिभेसन पाउँछौ र हामीले फ्युचरमा अझै राम्रा भिडियो बनाउने तपाईहरुको लागि कोसिस गर्छौं। आजको लागि यति।